नमस्कार तपाईहरुलाई हार्दिक स्वागत छ। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरी जोडिनुहोस् ताकि नयाँ अपडेटका साथ हामी तपाईहरुमाझ हरपल उपस्थित भइराख्ने छौं। देशभरका विभिन्न महत्त्वपूर्ण समाचार अपडेट केही मिनेटमै प्रस्तुत गर्दैछौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ के भन्न चाहनुहुन्छ तपाईको मनमा लागेका प्रतिक्रिया सुन्न नभुल्नुहोला। समाचार सबै अत्यन्तै महत्त्वपूर्ण छन्। स्वास्थ्य बजेटमा कांग्रेस अग्रपन्थीमा नेकपा एमाले रासपा र राप्रपाको के छन् त स्वास्थ्य प्रतिका एजेन्डा। निर्वाचनको मुखीमा धमाधम नेताहरू पार्टी छाड्दा रासपामाथि प्रश्न र आशंका। रासपा एमाले किचलो तातिँदै सामाजिक सञ्जाल। 10,000 मतको अन्तरमा गगन थापालाई हराउने अमरेश कुमार सिंहको दाबी। दंगा भड्काउन जनमत पार्टीका नेता सक्रिय। 3 जना प्रहरीको नियन्त्रणमा। देश बनाउने जलाउने बीचको लडाईँमा एमालेको जित अनिवार्य छ। एमाले अध्यक्ष केपी शर्मा ओली र रासपामा पार्टी छाड्नेको लहरको सुस्तादेखि मधेससम्म असन्तुष्ट आर्थिक अनियमितताको आरोप। नझुकिनुहोस्। बालेसा अस्पतालमा भएका भाइ र फोटाहरू सक्कली होइनन्। यी विभिन्न महत्त्वपूर्ण जानकारी अपडेट छन्। त्यस कारणले पनि समय अवधिभर हामीसँग रहन भने नबिर्सनुहोला। जसपिन आउनुहोस् अब पहिलो तथा विशेष खबरतर्फ लागौं। नेपालको संविधानको धारा 35ले स्वास्थ्यलाई मौलिक हकको रूपमा व्याख्या गरेको छ। आधारभूत स्वास्थ्य सेवाबाट नागरिक वञ्चित हुन नहुनेदेखि आकस्मिक उपचारबाट कसैलाई पनि वञ्चित नगरिने भनिए पनि सार्वजनिक स्वास्थ्यको अवस्था भयावह देखिन्छ। स्वास्थ्य बीमा कार्यक्रम समेत घेटी चलिरहेको बेला आगामी निर्वाचनका लागि दलहरूले कस्ता प्रतिबद्धता ल्याएका छन् त? नेपालको संविधानले स्वास्थ्यलाई निकै मौलिक हकको रूपमा ग्रहण गरे पनि स्वास्थ्य सेवाबाट नागरिक सहज पहुँचमा पुग्न सकिरहेका छैनन्। सार्वजनिक स्वास्थ्यलाई सुधार गर्न भन्दै ल्याइएको स्वास्थ्य बीमा कार्यक्रम पनि स्रोत अभाव भन्दै बन्दको स्थितिमा पुगेको छ। तर ठूला दलका चुनावी वाचापत्रले भने स्वास्थ्यलाई प्राथमिकीकरण गर्नेमा भने जोड दिएको देखिन्छ। तर वास्तविक अवस्था भने सुधार उन्मुख हुन नसक्दा यसप्रति जनताको भरोसा टुटेको देखिन्छ। जसका कारण पनि स्वास्थ्यलाई केन्द्रमा राख्दै सर्वसाधारणले सहज पहुँचको खोजी गरिराखेका छन्। स्वस्थ खाना, योग, व्यायाम, निरोगी नेपालको अभियान भन्ने नारासहित नेकपा एमाले आधारभूत स्वास्थ्य सेवा निशुल्क गर्नेदेखि सबै तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरण, सेवाको गुणस्तर, जनशक्ति व्यवस्थापनदेखि स्वास्थ्य बीमामा देखिएको समस्या समाधानका साथै विश्वस्तरीय स्वास्थ्य सेवा प्रदानमा जोड दिने भनेको छ। जसमा केही बुदाहरू यस्ता रहेका छन्। नम्बर 1 स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गर्ने। नम्बर 2 स्वास्थ्य सेवाको वर्गीकरण र वित्तीय व्यवस्थापनका लागि कानून निर्माण गर्ने। नम्बर 3 तहमै स्वास्थ्य सेवा गुणस्तरीय बनाउनका साथै स्वास्थ्य कर्मीको वृत्ति विकासमा जोड दिने। नम्बर 4 निजी अस्पतालको शुल्क र गुणस्तरीयका लागि मापदण्ड र क्यापिङ प्रणाली लागू गर्ने। नम्बर 5 पोषण व्यायामदेखि प्रदूषण नियन्त्रण मार्फत रोग नियन्त्रणको प्रयास। नम्बर 6 योग, ध्यान, आयुर्वेददेखि स्वास्थ्य सेवालाई विशिष्टीकरणका साथै आधुनिकीकरण र एआई प्रविधिको प्रयोगमा जोड। नम्बर 7 विदेशबाट नेपालमा स्वास्थ्य शिक्षा अध्ययन गर्न आउनेका लागि कोटा वृद्धि। र नम्बर 8 सेवामूलक, सुशासित र उत्तरदायी बनाउँदै सार्वजनिक, निजी र सरकारी मोडलमा लगानी वृद्धि। नेपाली कांग्रेसको पनि यस्तो रहेको छ। सबैले स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली भन्ने नाराका साथ कांग्रेसले स्वास्थ्य क्षेत्रका लागि अन्य दलको तुलनामा धेरै विषयलाई समेट्न खोजेको देखिन्छ। गोजीमा बीमा कार्ड, मलाई के को डर भन्ने नारा सहित कांग्रेसले स्वास्थ्य क्षेत्रमा काम गर्ने सूची समेत समेटेको छ। नम्बर 1 बीमाबाट स्वास्थ्य उपचार र बजेटको 10% रकमान्तर गर्ने। नम्बर 2 स्वास्थ्य प्रोफाइलको विकास र कमाउनेले तिर्ने र कमजोरको बीमा प्रति प्रिमियम राज्यले तिर्ने। नम्बर 3 वर्ष मुनिका बालबालिका र 73 वर्ष माथिका सबैलाई निशुल्क उपचार। नम्बर 4 कडा रोग जस्तै मृगोला क्यान्सर जस्ता रोगको उपचारमा असीमित र पूर्ण दायरामा ल्याइने। नम्बर 5 जनशक्ति व्यवस्थापन, नसर्ने रोगका लागि अभियान सञ्चालन। नम्बर 6 महामारीको पूर्व तयारीका निम्ति आवश्यक कदम चाल्ने। र नम्बर 7 आयुर्वेद, वैकल्पिक प्राकृतिक चिकित्सा प्रणालीको विकास। त्यसैगरी नम्बर 8 श्रम, स्वास्थ्य, पोषण जस्ता कार्यक्रम नेपाली कांग्रेसले समेटेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पनि स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बजेटमा केही नभने पनि नसर्ने रोग उपचार भन्दा लाग्न नदिने जोड दिने भनेको छ। नम्बर 1 एकीकृत मोडल लागू गर्ने। नम्बर 2 स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ गर्ने। नम्बर 3 अपाङ्गता रोक्न अर्ली स्क्रिनिङको व्यवस्था। नम्बर 4 प्रत्येक प्रदेशमा एक अपाङ्गता पुनर्स्थापना विशिष्टीकृत केन्द्र। नम्बर 5 मानसिक स्वास्थ्यमा शिक्षादेखि सचेतना कार्यक्रम। नम्बर 6 जलन पीडितलाई निशुल्क र गुणस्तरीय सेवा प्रदान गर्ने। र नम्बर 7 जिल्ला अस्पताल विशेषज्ञ सेवा समेत सुविधा दिने
बताइएको छ। यसरी समग्रमा ठूला दलका चुनावी घोषणा पत्रमा स्वास्थ्य बीमा कार्यक्रम सबैमा परे पनि बजेट विनियोजनदेखि नागरिकलाई उपचारको पहुँच विस्तारमा भने कांग्रेस, नेकपा र नेकपा एमाले प्रष्ट रूपमा भनेका छन्। यस्ता रासपाले बजेटको कुरामा मौनता साधे पनि जलनको उपचारमा भने विशेष जोड दिएको छ। त्यसैगरी आउनुहोस् अब अर्को महत्वपूर्ण खबरतर्फ लागौं। दाङमा रासपाका कार्यकर्ताले एमालेको झण्डा जलाए, त्यसपछि तुलसीपुरमा राजा वीरेन्द्रको शालिगमाथि चढे, सर्लाहीमा बच्चाहरूलाई कांग्रेसको झण्डामा पिसाब फेर्न लगाए। यी घटनाक्रम लगतै कांग्रेसका कार्यकर्ताहरूले कांग्रेसमाथिको अपमान भने पनि नेताहरूले भने यस विषयमा केही बोलेका छैनन्। यता एमालेमा भातृ संगठन अन्य संयुक्त र राष्ट्रिय युवा संघले भने रासपा र बारेनको विरोध गर्दै काठमाडौँ सहित देशका केही स्थानमा रागके जुलुस नै निकाले। उता एमाले निकट केही व्यक्तिहरूले दाङ क्षेत्र नम्बर 3 मा रहेको रासपाको सम्पर्क कार्यालयमा तोडफोड गरे। यी घटनाक्रमले निर्वाचनको बाँकी रहेको 12 दिनको सुरक्षाका लागि सुरक्षा निकायले सतर्कता र दलहरूले संयमता बढाउनु पर्ने देखिएको छ। फागुन 7 गते तुलसीपुर 5 स्थित वीरेन्द्र चोकमा रासपाका कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। नेकपा एमालेको झण्डा जलाएको लगतै राजा वीरेन्द्रको शालिगमाथि चढेको र सर्लाहीमा नेपाली कांग्रेसको झण्डामाथि रासपाका कार्यकर्ताले केही बच्चाहरूलाई पिसाब फेर्न लगाएको भनिएको भिडियो पनि सञ्जालमा भाइरल नै बनिरहेको छ। सामाजिक सञ्जालमा यी भिडियो भाइरल बनेपछि एमाले र कांग्रेस सहित बाँकी दलका कार्यक्रमहरू रासपा समर्थकको यो कार्यप्रति सञ्जालमै रुष्ट देखिएका छन्। नेपाली कांग्रेसका कार्यकर्ताहरूले सञ्जालबाट विरोध गरे तापनि नेताहरूले भने यो विषयमा अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको देखिँदैन। नेकपा एमालेमा भने पार्टी निकट भातृ संस्था अन्य संयुक्त र राष्ट्रिय युवा संघले रासपा समर्थकहरूको यो कार्यको विरोध गर्दै शुक्रबार साँझ काठमाडौँ सहित देशका विभिन्न जिल्लामा राखे जुलुस र विरोधको कार्यक्रमहरू गरेका थिए। रासपा समर्थकहरू पनि निर्वाचनको मिति नजिकै जाँदा एमालेमाथि झनै आक्रामक बन्दै गएका छन्। रासपाको आक्रमणमा सुरक्षात्मक देखेको एमाले पनि पछिल्लो समय रासपा प्रतिको प्रहारलाई बढाउँदै लगेको देखिन्छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रासपाले निर्वाचन हार्ने भएपछि एमालेको झण्डा जलाउने काम गरेको र निर्वाचन बिथुल्न खोजेको आरोप लगाएका छन्। एमाले प्रचार विभाग मिनबहादुर शाहीले रासपाका समर्थकले पार्टीको झण्डा जलाएपछि भातृ संगठनले विरोध गरेको जनाएका छन्। यतिखेर देशमा मुठभेडको अवस्था देखिएको छ, जसले गर्दा पनि फागुन 21 गतेको निर्वाचन भयरहित वातावरण सम्पन्न हुँदैन कि भन्ने शंका उपशंकाहरू व्याप्त रूपमा प्रस्तुत हुन थालेका छन्, किनकि एमाले र रासपा कार्यकर्ता बीच दिनौं जसो लफडा परिरहेको छ। उता भने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई देश बनाउने र देश चलाउने शक्तिहरू बीचको लडाईको रूपमा चित्रण गरेका छन्। झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको सार्वभौम सत्ता, विकास र समृद्धिका लागि नेकपा एमाले जित्ने पर्ने दावी गरेका छन्। आफ्ना पुराना राजनीतिक सहयात्रीहरू माननीय हरिवंश सियाकोटी र डा KR खम्बु लगायतका पुराना नेताहरूको योगदानको स्मरण गर्दै ओलीले नेकपा एमाले 50-60 वर्षदेखि निरन्तर आन्दोलनमा रहेको र देशको भविष्य यसै पार्टीसँग सुरक्षित रहेको बताए। अध्यक्ष ओलीले निर्वाचन रोक्ने र बिथुल्ने प्रयासहरू भइरहेको भन्दै आपत्ति जनाएका छन्। अहिले पनि निर्वाचन रोक्ने प्रयास भइराखेका छन्, तर हामी नअल्मिकन विजयको तयारीमा लाग्छौं। विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवांछित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप लगाउँदै उनले झण्डाको अपमान गर्नु निर्वाचन विरुद्धको अपराध भएको बताएका छन्। आफ्नो नेतृत्वको सरकारले गरेका कामहरूको फेरिस्त प्रस्तुत गर्दै ओलीले एमाले मात्रै चुनाव जित्ने हक राख्ने पार्टी भएको दावी समेत गरेका छन्। उनले हुलाकी राजमार्गको निर्माण, ज्येष्ठ नागरिक भत्ता 4000 पुर्याएको, साक्षरता प्रतिशतमा वृद्धि र एकपटक 396 वटा आधारभूत अस्पतालको शिलान्यास गरेको स्मरण गरेका छन्। साथै आफूमाथि भइरहेका प्रहारहरूको जवाब दिँदै अध्यक्ष ओलीले देशको माया गरेको र भ्रष्टाचार नगरेकै कारण आफू निशानामा परेको बताए। उनले नेपाललाई जात, धर्म र भूगोलका नाममा विभाजित गर्न खोज्ने तत्त्वहरू विरुद्ध आफू ढाल बनेर उभिएको ओलीको भनाइ छ। नेकपा एमाले कसैको कठपुतली नभएको र देशको 1 इन्च जमिन पनि तलमाथि हुन नदिने उनको उद्घोषक छ। कार्यक्रममा एमाले प्रवेश गरेका युवाहरूलाई स्वागत गर्दै ओलीले पार्टी छोडेर गएकाहरूलाई पनि फर्कन आग्रह गरेका छन् र फागुन 21 गतेको निर्वाचन